साथीहरु साह्रै बिजोग छ हो हाम्रो यो बाटो चाहिँ बाटो भएन हौ गाइस के गरी रुङ्गरस गर्ने यो बाटोको बारेमा साह्रै भएन झ्यानकुटी झ्याइ पार्ने यस्तो छ बिजोग रमाइलो छ हो साथीहरु रातो भालेर टेको बल्ला बल्ला भेटेको सै 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 गर्न जाम भनेको बिजोग रमाइलो छ फागु भन्ने चिज चाहिँ छोड्नु हुँदैन गाइस हैन बाटो भन्ने कुरा यस्तै हो साना गाइसहरु आज चाहिँ हामी चौदण्डी नगरपालिका जाँदैछौँ इटहरी चोक हो यो गाइस अब इटहरीबाट लाग्यो हामी साना पारेर पश्चिम साइड आजको फागु चाहिँ हाम्रो लास्टै हो लास्ट फागुलाई हामीले चाहिँ राम्रोसँगले बिदाई गर्न जाँदैछौँ गाइसहरु हाम्रो ग्रुपहरु चाहिँ नाच्नको लागि सबैजना रेडी भइसक्नु भएको थियो अनि त्यसपछि त्यहाँ गएर चाहिँ नाच्नु पर्यो भन्दै थिए फेरि आन्टी बाजेहरु अंकलहरु सबैजनालाई भेटाएँ चिनजान त भएकै हो त्यही पनि यसो हौवा गर्दै थिए साथीहरु म अब नाच्न सुरु गरे है त जानु गाइस साकेला चाहिँ उदयपुरको बसाहा चौदण्डी गढी नगरपालिकामा चाहिँ लाग्ने हो साथीहरु यो साकेला चाहिँ यो सालको अन्तिम साकेला पनि हो यहाँ हामी चाहिँ यसपालि ग्रुप बनेर गएको थियौं यहाँ यो कार्यक्रम सञ्चालन गर्नुहुने सम्पूर्ण माइती राजाहरु हुनुहुन्थ्यो उहाँहरूले चाहिँ ग्रुपमा जाँदा ग्रुप लगेर जाने सबै ग्रुपहरुलाई चाहिँ राम्रोसँगले वेलकम गर्नुहुँदो रहेछ साथीहरु हामी पनि परेका थियौं सबभन्दा पहिले चाहिँ हामी साइनो खेलाउँछौँ साइनो खेलाइसकिसकेपछि आफ्नो साइनो अनुसारले चाहिँ हामी ढोकाभेट गर्छौँ यहाँ पनि सबैजना साइनो गर्दै ढोकाभेट गर्दै सिलिमोपा सिलिमोमा सबैजनालाई चाहिँ हाम्रो दाजु भाउजूहरु हुनुहुन्छ उहाँहरूले चाहिँ सबैजनाले सिरु ब्याउने गर्दै हुनुहुन्छ अनि उता धमी हामी नाच्दै पनि छौँ साथीहरु हैन नाच्ने कार्यक्रम पनि चल्दैछ यता सिरु ब्याउने कार्यक्रम पनि चलिरहेको छ साथीहरु यसरी नै हामीले चाहिँ यो फागु चाहिँ यो साकेलालाई चाहिँ भव्य रूपमा चाहिँ नाचेर आएका थियौं साथीहरु अझै पनि नाच्ने छौं एकछिन चाहिँ हामी अब चाहिँ एकछिन यताउता पनि हेर्नुपर्छ भनेर साथीहरु आफ्नो नाचलाई चाहिँ एकछिन हामीले स्थगित राख्यौं त्यसपछि यताउता बाहिरतिर निस्केर भिडियो पनि बनाम भनेको है बोलेको केही नसुने नि गाइस त्यही भएर मैले यो भोइस ओभर पनि गर्दैछु यहाँ ढोलझ्याम्टाको आवाजले म बोलेको केही सुनेको छैन हैन अनि आजको साकेला सिल्लीमा चाहिँ के छ त हैन नाचहरु त विशेष गरिकन छँदैछ अरु चीज पनि के छ त यसो निहालौं भनेर चाहिँ म चाहिँ बाहिर बसेर चाहिँ
भिडियो बनाउँदैछु साथीहरू, हजुरहरूलाई पनि देखाउँदैछु है म के छ हैन। यतातिर कसो कसो हुँदैछ, कस्तो कस्तो खालको सिली नाचगान हुँदैछ भनेर चाहिँ म यता आइराखेको छु। तपाईँलाई कस्तो लाग्दैछ यो चौडङ्गी नगरपालिकाको चाहिँ हिँड्दै डुल्दै जाँदा गाइज मैले इन्टरभ्यू लिनु कसैलाई पाइनँ। त्यही भएर मेरै बुढालाई चाहिँ मैले क्वेसन गर्दै थिएँ। अलिक परबाट क्वेसन गर न, मेरो नाक यत्रो आउँछ भन्दै भन्नुहुँदैछ। मेरो बुढाले चाहिँ अरू के भन्नुहुन्छ सुनौँ है। तपाईँ अलिक लजाउँदै हुनुहुन्छ है, अलिक नलजाइकन भन्नु पर्यो। अब आउने सालमा इन्टरभ्यू लिन दिन पाइन्छ पाइँदैन यसपालि भन्नुहोस्। यो अन्तिम साकेला पनि हो साथीहरू हैन। अनि यो साकेलाको विशेष चाहिँ यहाँनिर यो सिमल तरुलको निगार एकदम धेरै पाउने यहाँ हैन। अनि त्यसपछि आँपको सिजन भइहाल्यो हैन। अरू खानेकुरा धेरै नै थियो। अनि हामी चाहिँ टुक 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 हिँड्दै थियौँ क्या यहाँ हेर्दै। अनि त्यसपछि अब हामी उता जान्छौँ। त्यहाँ हुर्रा नाच भन्ने पनि हुर्रा पनि नाच्नको लागि तयारी गर्दै थिए। अब त्यतातिर हामी जाँदैछौँ गाइजहरू। अब यो हुर्रा नाचमा चाहिँ दाजु र भाउजू चाहिँ लाइन बसिहाल्नु भयो हैन। म भने चाहिँ क्यामेरा निकालेर भिडियो खिच्नको लागि क्यामेरा तिर्छाइहालेँ। किनभने यो हुर्रा नाच्न चाहिँ मलाई आउँदैन क्या साथीहरू हैन। अनि अब नाच्नु नजान्दाखेरि त आँगन टेढो देखिन्छ रे। त्यही भनेर म चाहिँ साथीहरू भिडियो बनाउँदैछु। दाइ र भाउजू चाहिँ फुल इन्जोय गर्दै हुनुहुन्छ गाइज। नाचगान पनि एकछिन गऱ्यौँ साथीहरू। अब एकछिन ब्रेक लिएर चाहिँ हामी खाजा नास्ता गर्दैछौँ साथीहरू हैन। साथीहरू खाजा नास्ता पनि गरियो, नाचियो पनि हैन। घाम पनि डाँडामा पुगे। अब घर पनि फर्किनुपर्छ भनेर हामीले चाहिँ अब सिल्ली उठाउने कार्यक्रम गर्दैछौँ। सिल्ली उठाएर चाहिँ हामी घरतिर लाग्छौँ साथीहरू। अब चाहिँ साथीहरू हामी साकेला सकाइवरी हामी चाहिँ बाटो लागेर पनि धेरै ओरासम्म आइसकेका छौँ। अब हामी यहाँनिर खाजा खानेवाला छौँ गाइज। अनि त्यसपछि चाहिँ हामी सबैजना आफ्नो बाटो लाग्नेछौँ सबैजना गाइजहरू। आजको हाम्रो 2083 सालको लास्ट फागुको ग्याङ है गाइज। काकी ठुलो काकी निशान मलाई पनि एकदम राम्रो लाग्यो आन्टी, खुसी लागेको छ। हस् फेरि पनि आउनुपर्छ ल। हजुर बलगर माइली रात पर्यो मध्य रात साथीहरू यताउता त्यस्तै आफ्नो चिसो हाम्रो तयारी हुँदैछ। बहिनी बदाम जुस छ।
अबको कार्यक्रम चाहिँ हामी सकाइवरी घरतिर लाग्यौँ है साथीहरू। अर्को वर्षको लागि भनेर हामीले फागुलाई पनि बाई बाई गऱ्यौँ। अबको यो घडीमा चाहिँ सम्पूर्ण मेरो साथीहरूलाई बाई बाई नै भन्न चाहन्छु। बाई बाई साथीहरू।